2 वर्ष अघि 96 अङ्क प्राप्त गरी मुलुकमै उत्कृष्ट मानिएको कपिलवस्तु अस्पताल पछिल्लो 1 वर्षदेखि सेवा अभाव, अव्यवस्थापन र आधारभूत सुविधाको कमीका कारण दयनीय अवस्थामा थियो। तर हालै नयाँ अध्यक्षको चयनसँगै अस्पताल सुधारको आश पलाएको छ। 2076 सालमा 50 शैय्याको संरचना निर्माण गरिएको कपिलवस्तु अस्पताल विगत केही वर्ष यता चिकित्सक अभाव, उपकरणको कमी, सरसफाइको अभाव र जनशक्ति व्यवस्थापनको कमजोरी जस्ता समस्याबाट ग्रसित हुँदै आएको थियो। बिरामीहरूले आधारभूत उपचार सेवा पाउन समेत कठिनाई भोग्नु परेको गुनासो व्यापक थियो। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट कपिलवस्तु अस्पताल विकास समितिको अध्यक्षमा मनोनयन भएका श्याम प्रकाश प्रजापतिले सबै सरोकारवाला पक्षसँग सहकार्य गर्दै सेवा प्रभावकारी बनाउन प्रतिबद्धता जनाएपछि स्थानीयवासीहरूमा आशा जागेको हो। नवनियुक्त अध्यक्ष प्रजापतिले पदग्रहण समारोहमा अस्पताल सुधारलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। खास गरेर यो अस्पतालमा रहेका यावत समस्याहरू, यहाँ आउने सेवाग्राहीहरूलाई उचित सुविधा उपलब्ध गराउने, यहाँका भौतिक संरचनालाई व्यवस्थित गर्ने, यहाँका आन्तरिक स्रोतहरूलाई व्यवस्थापन गर्ने। लुम्बिनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेले अस्पतालमा देखिएका व्यवस्थापकीय कमी कमजोरीलाई सुधार्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनु भएको छ। नयाँ नियुक्त हाम्रो विकास समितिका अध्यक्षज्यू निश्चय नै यो सबै कुराहरूमा पहल गरेर यसमा सुधार गर्नुहुनेछ। आशाको साथ, यही शुभकामनाको साथ दुई शब्दै खतम गर्छु। धन्यवाद। त्यस्तै प्रदेश सभा सदस्य मधुसूदन चरण चौधरीले युवा नेतृत्वको आगमनले सेवा प्रवाहमा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नु भएको छ। पदभार तथा शुभकामना कार्यक्रममा सहभागीहरूले नागरिक समाज, स्थानीय सरकार र स्वास्थ्य मन्त्रालय बीच सशक्त समन्वय आवश्यक रहेको बताउँदै नयाँ नेतृत्वलाई सक्रिय र पारदर्शी ढङ्गले कार्य गर्न शुभकामना सहित आग्रह गरेका छन्। वासुदेव वर्मा, नेपाल टेलिभिजन, लुम्बिनी प्रदेश, कपिलवस्तु।